साथी नमस्कार सबलाई। के छ हालखबर त हजुरहरूको? हामी त साथीभाइसँग घुम्न आएको छु। हेर्नुहोस् त तपाईँ जतिर घुमघाम गर्नु जाउँ। पहिलोचोटि आएको यो ठाउँमा साथीभाइ हो, घुमघाम गर्नु पर्यो है। सेम यो नेपालको जङ्गल जस्तो छ हेर्नु त। हाम्रो दाइ पुल आयो, पुल काठको पुलमा हामी अब जान लागेको छु। यो साथी हो, सेम नेपालको पुल जस्तो क्या। झन् अब घुमघाम गर्ने साथीहरू यस्तै हो, टिकटक बनाउनु पर्यो है। हामीहरू यस्तै हो। हामी पुल छ यार, ठाउँ पनि हेर्नुहोस् न, यहाँ कति राम्रो ठाउँ छ। अल्खोरको पार्क भन्दो रहेछ यसलाई, भाइरल टिकटकर। हेर्नुहोस् कति राम्रो ठाउँ छ। हेर्नुहोस् त साथीभाइहरू, यस्तो ठाउँमा घुम्न पाएपछि मान्छे आनन्द हुन्छ क्या। फेरि जति दुःख भएको टेन्सन सबै बिर्सिन्छ क्या यहाँ आएपछि। हेर्नुहोस् त कस्तो राम्रो जङ्गल छ यो अल्खोरको। यहाँ त बाघ पनि आउँछ राति राति। खोला खोला छ। यसको त उसको हो हेर्नुहोस्, माछा पनि सानो सानो माछा पनि छ यहाँ। खोला सेम नेपालको खोला जस्तो छ है। ओहो कता ठाउँ त धराप ठाउँ छ। हेर्नुहोस् त, ओ माई गड कति राम्रो ठाउँ हो यो त। हेर्नु त साथीभाइ, माछा हेर्नु, माछा कति राम्रो माछा छ हेर्नु त। हेर्नुहोस् त माछा हेर्नु त कति सानो सानो माछा छ यहाँ। गङ्गटा यही गङ्गटा हेर्नुहोस् त। Very nice place. Alkhor Park. अल्खोर पार्कमा सबैजना आउनु होला। Alkhor Park. Hello. कति राम्रो ठाउँ छ यहाँ। भर्याङमा चढ्दैछु हेर्नुहोस् त, कति राम्रो भर्याङ छ काठको। त्यही पनि
म त सेम त्यो हाम्रो चितवनको जङ्गल जस्तो याद आयो यार चितवनमा पनि यस्तै छ सेम सानो सानो बोटहरू क्या वाउ ल हेर्नु साथीहरू ए यहाँका दामी घर हेर्नुहोस् देख्नुभयो हजुरहरूले घर हेर्नुहोस् त कति राम्रो ठाउँ छ त हजुर नेक्स्ट भिडियोमा अझै राम्रो ठाउँ देखाउँछु हजुरहरूलाई म बाई